एउटा भ्रष्ट सांसद र भूतपूर्व मन्त्रीको कुरा सुनौ त। सांसदहरूलाई प्रश्न पनि त होला नि भोलि। 8-10 हजार मान्छे चाहिँ रोडमा आउने बित्तिकै तिमीहरूले सत्ता छोड्यौ, सांसद छोड्यौ भने एउटै सांसद हामीले चाहिँ 35,000, 40,000, 45,000 मत दिएका छौँ, बाँकी मतको के त? तिमीले आफ्नो अधिकार पनि खोज्न सकेनौ भन्ने प्रश्न त भोलि भोट माग्न जाँदा आउला नि त। त्यस कारणले हामी कानुनी राज्य मान्ने व्यवस्थामा विश्वास गर्ने दल भएका कारणले अदालतको निर्णय कुर्ने र आफ्नो अधिकार खोज्ने, सांसदहरूले पनि आफ्नो अधिकार खोज्ने कुरा स्वाभाविक हो भन्ने मलाई लाग्छ। जनताले तिमीहरू जस्तो भ्रष्टसँग हाम्रो मतको परिणाम खोज्दैनौ, हामी तिमीहरूसँग हिसाब माग्छौँ। त्यो स्काउटको जग्गाको भाडाको पैसा कहाँ छ? तैँले त्यहाँ कति घोटाला गरिस्? तेरो घरबाट निस्केका ती पैसाहरू कहाँबाट आए? देशमा कति भ्रष्टाचार गरिस्? हामी यो प्रश्न गर्छौँ तँलाई। तँ जस्तो भ्रष्ट अर्कोचोटि सत्तामा नआओस्, मन्त्री नबनोस्, यही हामी प्रार्थना गर्छौँ। र तँलाई हामी कुनै पनि हालतमा भोट पनि दिँदैनौँ र दिनेवाला पनि छैनौँ तँ जस्तो भ्रष्टलाई।